फुटाइदिनु पहिला फुट्यो वाउ अब चाहिँ पूजा सक्यो अब टिका ज्ञानी हुनु दुई हातले थाप न दुई हातले ह्याप्पी अब चाहिँ विश्वकर्माले रक्षा गर्यो मेरो छोराले है ओके जल्दी कर आमा पाए छैन के को ए हो यहाँ पनि छ बन्दमा लिम्बूको बारीको खोला नेपालको अर्ग्यानिक बनाना केरा खानुलाई Hello my beautiful people, namaste, sevaro leha, welcome to my blog. How are you my beautiful people? Hope you're doing great. I'm also doing good. आशा छ तपाईहरु सबै सन्चै हुनुहुन्छ। म पनि सन्चै छु। आज चाहिँ विश्वकर्मा पूजा रहेछ। हामीलाई त थाहै भएन नि त। अनि अहिले भर्खर थाहा भयो। त्यही भएर हामी चाहिँ अब पूजा गर्न जानु लागेको। हेलो माय ब्युटिफुल पिपल, अब चाहिँ मेरो बुढोले पूजा गर्नु हुँदैछ। स्टप नगरे सुषमा ल त यसले फिट्टो यहाँ त अँधेरो आयो। ड्याडीसँग पूजा गर सँगै जा। ड्याडीले के गर्दैछ त्यो चाहिँ गर्नु परेन पछि। यहाँ बस त्यो त लाइसी भरे केटीहरूलाई दिनु। त्यो केराहरू हल्का चढाउनु न मुनि। ए मुनि राख्दा यो फुटाइदिनु पर्यो। फुटाइदिनु पहिला फुट्यो वाउ विश्वकर्मा भगवानले रक्षा गरून् मेरो बुढोलाई। हेरेर गयो त्यो मान्छेले त। अफकोर्स कसले अब चाहिँ पूजा सक्यो अब टिका मेरो बुढी छोरी पनि ज्ञानी हुनु दुई हातले थाप न दुई हातले ह्याप्पी अब चाहिँ विश्वकर्माले रक्षा गर्यो मेरो छोराले है ओके हामी चाहिँ पूजा गरेर आइसक्यौँ। सबैजनालाई विश्वकर्मा बाबाले रक्षा गरून्। 2 hours later. हेलो माई ब्युटिफुल पिपल, आज चाहिँ हाम्रो आमाको नेपालबाट सामान चाहिँ भर्खर आयो, त्यही भएर अनबक्सिङ गर्दैछौँ। हेर्नु सक्नुहुन्छ, म तपाईँहरूलाई देखाउँछु। मेरो बहिनीले भर्खर सामान लिएर आएको छ। कति किलो छ अरे आमा यहाँ? 32 केजी छ। 32 केजी छ। ल हेर 32 केजी। अब अनबक्सिङ हुँदैछ।
अनबक्सिङ हुँदैछ ल हेर्नुहोस् निकै सामानहरू आएको छ यो चाहिँ अकबरे खोर्सानी हो अकबरे खोर्सानी हो यो के हो भने खोल्न के हो त्यो धेरै गर्ने धेरै यो मसलाहरू के को मसला थाहा छैन माइतीलाई सोध्नुपर्छ नाम लेखेको छैन यो गुत्पाको सक्खर पठाउनु भएको अरे यो माइतीको स्याम्पू के हो यो हो साबुन हो यो मामाको मालिस गर्ने ओइल हो कुन हो खै त कस्तो रहेछ त्यो के को चेक गरेर दिएको होइन पहिले नै हो यो आयुर्वेदिक हो यो मामाले युज गर्छ र अहिले त बेबी ओइल ए थेरापी ओइल यो चाहिँ बाबाको थेरापी हो बाबा जल्दी कर ले मसला खाली अनि यो चाहिँ यो यो आलस हो यो तिल हो यो मामा चौक हो अब अर्ग्यानिक सबसे अर्ग्यानिक निस्किँदैछ यहाँनिर जल्दी कर त्यो त ओइली सकेन त्यो निकाल्दा त उयो हुन्छ नि ओसिन आमा त्यो त नुडल्स त वाइ वाइ हुन्छ तर त्यो जस्तो टेस्ट हुँदैन त हो अर्को सबै गन्ध गन्ध जान्छ किनभने एकचोटि पठाउनु भएको थिएन त प्याकेटमा सेकेन्ड बेला हामीले पठाउनु ल देख्नुभयो मैले भनेको नि पाएको भनेको यो चाहिँ कसको घरको अर्ग्यानिक खोलाले माइती भन्नु बारीको खोला देखाइदिनु एउटा खाइहालौँ न आमा पाए छैन के को ए हो यहाँ पनि छ बन्दमा लिम्बूको बारीको खोला हाम्रो बन्दमा लिम्बूको आफ्नै खोला आफ्नै खोला अरे आफ्नो बारीको खोला मेरो दिदीको आफ्नै बारीको खोला कत्रो कत्रो हेर्नुहोस् हेर्नु नेपालबाट आएको अर्ग्यानिक नेपालबाट आएको पाक्नु सक्नु खोज्दो रहेछ यहीँ राख्नु पर्छ है माइजू तातो न तातो छ पाएको रहेन रहेछ होइन पाक्नु हाट्दो रहेछ क्या पाकेको छ पाएछ पाकेको छ तर यो यतिकै राख्नु क्या अलिक पाकोस् कुनै कुनै पाएछ कुनै कुनै पाएछ होइन क्या तपाईँ पाएको छ भने यतिकै राख्नु यो फेरि आफै बाँकेर पाक्छ क्या और नेपालको अर्ग्यानिक बनाना केरा खानुलाई मिठो भएको सकेको सकेको खा दिदीको बारीको केरा मिठो 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 भन्नु त मिठो 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 सबै मिठो अर्ग्यानिक खोला माइजूले लिएर आएको नेपालबाट पैसा तिरी खोर्सानी कसले पेटाएको हो यो अनि अर्ग्यानिक खोर्सानीको ओपन हुँदा अकबरै पो रहेछ त खाना आमा झऱ्यो फ्रिजमा राख्नु होला